आज काठमाडौँ महानगरपालिकाभित्र गोली मात्र चलेन, अरू सम्पूर्ण हरकतहरू तीन कुनेमा जे भएको हो त्यस्तै त्यस्तै भयो। अब त्यहाँ प्रमुख प्रशासकीय अधिकृतको अफिसको ताला फुटाइयो, उनलाई लगेर राखियो, सबै जनप्रतिनिधिहरूले नाराबाजी सहित इभन अब त्यहाँ काठमाडौँ महानगरपालिकाका चाहिँ सेक्युरिटी गार्ड र जनप्रतिनिधि बीचका तनावहरू भए, अन्य कर्मचारी र जनप्रतिनिधि त्यहाँ सुरक्षा गार्ड इत्यादि बीचमा चाहिँ तनावको वातावरण भयो। अन्य हेर्ने बुझ्ने दर्शक दीर्घा सबै त उपस्थित हुने नै भए। एक किसिमले झट्ट हेर्दाखेरि कुनै त्यहाँ चाहिँ महाआन्दोलनको केन्द्रबिन्दु नै हो कि काठमाडौँ महानगरपालिकाको अफिस भन्ने जस्तो थियो। अब उपमेयर सुनिता डङ्गोल बीचमा यो पालि अगाडि आइन् र उनले चाहिँ बालेन शाहद्वारा 3-3.5 महिनादेखि अफिस आउन नदिएका प्रशासनिक प्रमुख कर्मचारी सरोज गुरागाईलाई उनले चाहिँ स्वागत गरेर त्यहाँ राखिन्। अब रमाइलो पक्ष के रह्यो भने बालेन शाह काठमाडौँ महानगरपालिकामा उपस्थित भएनन्। आजको दिनमा उनलाई धुलीखेलको कुनै रेस्टुरेन्टमा खाना खाँदै गरेको भनेर पनि समाचार माध्यमहरूमा फोटासहित समाचारहरू पनि आएका छन्। अब बालेन्द्र शाह यहाँ चाहिँ उनी प्रशासनिक अधिकृत त्यहाँ आउँछन्, उनलाई साइन गराउँछन् भनेर बाहिर गएका हुन्, अथवा चाहिँ बालेन्द्र शाह बाहिर गएको मौका छोपेर सरकारदेखि लिएर अब सरकार पक्षीय विभिन्न राजनीतिक पार्टीहरूसँग समर्थित सबै जनप्रतिनिधिहरू मिलेर यो घम्साघम्सी गराइएको हो। यहाँ बुझ्न अलिकति बाँकी छ। एउटा जब कर्मचारीलाई सरुवा गर्न नसकेर अथवा चाहिँ उपयुक्त तरिकाले सही ढङ्गले काम लगाउन नसकेर यसरी सिङ्गो स्थानीय सरकारै प्यारालाइज हुनु, त्यहाँमाथि बालेन शाह जस्तो काम गर्ने साहसिक भनिएको मान्छेको ठाउँमा यस्तो हुनु आफैमा देशको लागि पनि दुर्भाग्यको कुरा छ। र देश काठमाडौँ महानगरपालिका सबैप्रति आशा गरेर बसेका स्वतन्त्रदेखि लिएर मनका स्वतन्त्र मानिसहरू पार्टीको भक्तिगान गरेका भए पनि काठमाडौँले राम्रो गरोस् भन्ने चाहना राखेका सम्पूर्ण मानिसहरूमा एउटा मनमा ढुङ्गा लागिरहेको छ। उपमेयर सुनिता डङ्गोलले पनि बालेन शाहलाई भनेकी रहेछिन् कि अब कोठामा बसेर के अरे वक्तव्यहरू मात्र नदिनुस्, स्ट्याटसहरू मात्र नदिनुस्, समस्या त यहाँ आएर समाधान गर्नु पर्यो। मेयर साहब खोइ भनेर चाहिँ उनले त्यहाँ सोधेको आवाज भोइसहरू पनि बाहिर आएको छ। काठमाडौँ महानगरपालिकाका ती मुख्य प्रशासनिक अधिकृत लाई चाहिँ काठमाडौँको त्यो पुरानो बस पार्कमा बनाइरहेको त्यो जुन टावर छ, त्यो टावरमा विभिन्न तलाहरू चाहिँ नक्सा पास बिनै अनुमति दिएको अथवा चाहिँ कतै छलफलै नगरिकन त्यसको नक्सा पास गरिदिएर मानिसहरूसँग मिलेर विभिन्न ती स्वार्थ ग्रुपहरूसँग मिलेर चाहिँ भ्रष्टाचार गरेको भन्ने आरोप बालेन शाहले लगाएका छन्। र त्यो बिल्डिङ पनि भत्काइदिन्छु भनेर पनि बालेनले भनेका हुन् र त्यो टावरै भत्काइदिन्छु, त्यसपछि भ्रष्टाचार गर्नेहरू जति सबैलाई ढुक्क हुन्छ, को रहेछन् तिनीहरू बाहिर आउँछन् कराउन भनेर पनि बालेनले भन्दै थिए। अब केही समय अगाडि त बालेनले सरकारलाई अर्को चाहिँ प्रशासनिक प्रमुख नदिने हो भने, प्रशासनिक अधिकृत नदिने हो भने चाहिँ लगेर टुकुचामै गाडिदिन्छु भन्ने जस्ता धम्कीपूर्ण स्ट्याटसहरू पनि दिएका थिए। अब हुन त बालेन एकातिर अलिकति यो राजावादीहरूलाई कारबाही गरेपछि समर्थकबाट अलिकति आलोचित भइरहेको बेला अनि उनी अफिसभन्दा बाहिर भएको मौकामा आज यो घटना भएको छ। अब बालेनले पनि राजनीतिक कटुता, अलिकति कूटनीतिक लचकता अनि ब्युरोक्रेटिक र प्रशासनिक लचकता र सहमतिका बिन्दुहरू पनि खोजेनन् भने पहिला जस्तै सधैँ मान्छेले अब सेवा सुविधा नपाउँदा पनि बालेन भनेर मात्र पर्खिरहने अवस्था पनि नआउन सक्छ कि। त्यसकारण बालेनले अब भनेको संवादमुखी र समस्या समाधानमुखी तर्फ पनि आफू पनि अगाडि बढ्नुपर्ने जस्तो चाहिँ यहाँ देखिन्छ। अब भोलि पर्सिको दिनमा
ती चाहिँ प्रशासनिक प्रमुखले काम गर्न पाउँछन् पाउँदैनन्। अब बालन शाहको अर्को स्टेप के रहन्छ? आज उनी कार्यालयमा गएर त बसिसकेका छन्, साइन पनि गरिसके पेपरहरूमा, उपप्रमुखको समर्थन छ, त्यसै गरी सारा कर्मचारीहरूको अरू जनप्रतिनिधि सबैको सहमति छ। त्यसले गर्दा यो स्थितिमा अब बालनको चाहिँ स्टाटस के रहन्छ त्यो कुरा हेर्नुपर्ने हुन्छ। अब देशको हिसाबले र महानगरपालिकाको हिसाबले हेर्ने हो भने एउटा तिल जत्रो विषय महापहाडै जत्रो बनेर महानगरपालिकै ढाल्ने स्थिति खडा हुनु यो अति नै दुर्भाग्य विषय हो।